नमस्कार। सुन चाँदी पसल युट्युब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ। म आज 2082 चैत 22 गते आइतबारको ताजा सुन चाँदी दरभाव लिएर उपस्थित भएको छु। हप्ताको पहिलो दिन अर्थात् आइतबार बजार खुल्दा सुन र चाँदीको मूल्यमा कस्तो फेरबदल आयो त? कि आज भाव घट्यो वा बढ्यो? धेरैको चासोको विषय बनेको आजको आधिकारिक रेट र बजारको अवस्थाबारे हामी यो 3 मिनेटको भिडियोमा चर्चा गर्नेछौँ। यदि तपाईँ गहना बनाउने वा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि निकै फलदायी हुनेछ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज हप्ताको पहिलो दिन छापावाल सुनको मूल्य प्रति तोला 2,94,000 रुपैयाँ कायम गरिएको छ। हिजो शनिबार बजार बन्द हुनु अघिको मूल्य र आजको मूल्य हेर्दा सुनको भावमा पूर्ण स्थिरता देखिएको छ। पछिल्लो केही समयदेखि सुनको भाव 2,94,000 को वरिपरि नै खेलिरहेको छ। यसले के संकेत गर्छ भने अन्तर्राष्ट्रिय बजारमा ठूलो उथलपुथल नभएसम्म नेपाली बजारमा पनि सुनको भाव केही समय यही बिन्दुमा रहने देखिन्छ। 3 लाखको नजिक पुगेर केही ओह्रालो लागेको सुनको यो स्थिर अवस्थालाई धेरैले खरिद गर्ने अवसरको रूपमा पनि हेरिरहेका छन्। सुन जस्तै चाँदीको मूल्यमा पनि आज कुनै परिवर्तन आएको छैन। आज चाँदी प्रति तोला 4,08,30 रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्यमा देखिएको यो स्थिरताले साना लगानीकर्ता र चाँदीका भाडाकुडा वा गहना बनाउनेहरूलाई केही सहज बनाएको छ। बजारमा माग र आपूर्तिको सन्तुलन मिलेका कारण पनि भावमा धेरै ठूलो उतार-चढाव नआएको बुझ्न सकिन्छ। तर विश्व बजारमा डलरको स्थिति र कच्चा तेलको मूल्यमा हुने परिवर्तनले जुनसुकै बेला पनि यसलाई असर गर्न सक्छ। यो साताको सुरुवात स्थिर मूल्यबाट भएको छ। विज्ञहरूका अनुसार यदि अन्तर्राष्ट्रिय परिस्थिति सामान्य रहेमा यो हप्ता सुनको भावमा धेरै ठूलो बढोत्तरी हुने सम्भावना कम छ। यद्यपि बिहेको सिजन नजिकिँदै जाँदा नेपालमा सुनको माग बढ्न सक्छ, जसले गर्दा स्थानीय बजारमा केही चाप पर्न सक्छ। त्यसैले उपयुक्त अवसर हेरेर आफ्नो निर्णय लिनु बुद्धिमानी हुनेछ। आजको अपडेट तपाईलाई कस्तो लाग्यो? के तपाईलाई लाग्छ यो साता सुनको भाव अझै घट्ला? आफ्नो अमूल्य सुझाव र प्रतिक्रिया कमेन्ट बक्समा छोड्न नभुल्नुहोला। दैनिक रूपमा यस्तै आधिकारिक र विश्वसनीय सुन चाँदीको अपडेटका लागि हाम्रो च्यानल सुन चाँदी पसललाई सब्स्क्राइब गर्नुहोस् र छेउमा रहेको बेल आइकन पनि थिच्नुहोस्। भिडियो मन परे लाइक र शेयर गरेर हामीलाई साथ दिनुहोला। भोलि फेरि नयाँ अपडेटका साथ भेट्नेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्।